बालन शाहजीलाई कस्तो नराम्रोसँग चाहिँ धोका दिए है साथी हो सुनिता दङ्गलले क्या। त्यही भएर चाहिँ हर्का साम्पाङजीले चाहिँ उपमेयरलाई चाहिँ आफ्नो कार्यभार सम्हाल्न नदिएर चाहिँ आफूलाई विश्वास लाग्ने मान्छेलाई ल्याएर राख्नु भएको रहेछ क्या। आज यहाँ साबित भयो नि। हर्का साम्पाङ जी भन्दा त कति चाहिँ सोझो के बालन शाह, कति सिधा जस्तो लाग्यो मलाई कि, कति लाटा के। अनि उसको परिवार उसको सन्तानलाई चाहिँ टुकुचामा गाडिदिन्छु भनेपछि सुनिता दङ्गाललाई रिस उठ्दैन त? भित्रभित्र त जेसुकै भयो नि, रगत हो नि त, रगत होइन? त्यो माथि हामीले चाहिँ सुनिता दङ्गालजीलाई चाहिँ हामीले रानी जस्तो सम्झेको थियौँ के। रानी, साँच्चीकै नेपालको रानी भन्न ठान्थ्यौँ कि हामीले। त्यति राम्रोसँग चाहिँ मेयरलाई साथ दिएर महानगरलाई अगाडि बढाएको भनेर चाहिँ हामीलाई त्यति खुसी लाग्थ्यो के। उनी त कहिले मौका पर्छ त्यो दिन चाहिँ तिनका खुट्टा फट्टै काट्छु भनेर बसिकिरहेको छिन् नि त। हेर त एक दिन बालन शाह चाहिँ एक दिन के, अब कति दिनको लागि हो त्यो त थाहा भएन हो। या त्यहाँ नभएको समयमा ढोका फोरेर चाहिँ निकालिसकेको मान्छे त्यहाँ ल्याउनु भनेको त कतिसम्मको ठुलो धोका हो त। ल कसरी विश्वास गर्ने हौ? अम्मा साथी हो तपाईहरु के भन्नुहुन्छ हौ? होइन, हामीले त उसलाई त रानी जस्तो सम्झेको थियौँ नि त। अहिले हेर्नु त कस्तो छिटोसँग एकैचोटि तल नकुरानीमा झरिन्। नकुरानीको पथमा, नकुरानीको नि बरु अलिकति मान्यता होला क्या, होइन? अहिले कतिजनाले गाली गरिरहेछ, सबैजना थुथु गरिरहेछ होइन? बालन शाहजीलाई पनि मेरो सूचना है साथी हो, हर्का साम्पाङ भन्दा 10 गुणा बाठो भएर बस्नु पर्यो के तपाईँ पनि। यो काठमाडौँ हो नि त, काठमाडौँ खाल्टो हो। र तपाईँ अब जे हुने भयो नआत्तिनु होला, नडराउनु होला। जनता छ साथमा, हामी छौँ साथमा। तपाईँ आउँदो चुनावमा तपाईँ उठ्नुपर्छ। तपाईँहरू एक हुनुपर्छ। हर्का साम्पाङ, बालन शाह, अनि के अरे हाम्रो कुलमान घिसिङजी, अनि धेरैजना हुनुहुन्छ नि उहाँहरू जस्तो। सबैजनालाई समेटेर तपाईँहरू एउटा एकजुट भएर चाहिँ तपाईँहरूले एउटा पार्टी खोलेर चाहिँ आउनु होला। सब जनताको भोट चाहिँ हजुरहरूको माथि चाहिँ खनिन्छ क्या। अनि होसियारसँग बस्नु होला है, होसियारसँग आफ्नो कारोबार गर्नु होला। धेरै शत्रु लागिरहेछ तपाईँलाई पनि। शत्रुदेखि सावधान। शत्रुको कहिले पनि विश्वास नगर्नु। जति मिल्नु आए पनि, जति अङ्गला मार्न आए पनि शत्रु भनेको शत्रुै हो।